सो हेलो एन्ड नमस्ते सबैजनालाई है। सो आज म डोमिनार 400 को माइलेज टेस्ट गर्दैछु हैन। मैले 6400 जति कुदाएँ हैन। अनि त्यसपछि अहिले म चेक गर्दैछु 6447 किलोमिटर रहेछ। अब चाहिँ म माइलेज चेक गर्दैछु। यो के 1 लिटरको रहेछ, 1 लिटर दिएको छु। सो कतिको माइलेज दिन्छ म चेक गर्दैछु है त। अब यो चेक गर्नुभयो भने यो पुरै यो हेर्नु होला, पुरै सकिएको रहेछ हैन। यो स्टार्ट हुँदैन है, लास्ट चोटी छैन हैन। पुरै ट्याङ्की पुरै खाली गरेको छु र यो 1 लिटर हाल्दैछु हैन। अनि यो 1 लिटरको बोतल हो। सो यो हालेर अनि चेक गर्छु कतिको माइलेज दिँदो रहेछ है। सरी यार, अलिकति हो, त्यतिले केही फरक पर्दैन, अलिकति पोखेछ। सो कम्पनीले 29 को माइलेज भनेको छ हैन, 27 र 29 को माइलेज भनेको छ। सो म आज आफै पर्सनली चेक गर्दैछु कतिको माइलेज दिन्छ है त। फिजिकली चेक गर्नु पर्यो नि त कतिको माइलेज दिन्छ। अनि त्यसपछि तपाईहरुलाई म स्क्रिनमा भनिदिइहाल्छु। सो म यहाँ टिप 0 गर्छु अनि त्यसपछि तपाईहरुलाई म 00 भएछ हैन, 00 भयो। म यसलाई चेक गर्छु। सो हेर्दै गर्नु होला। अब म स्टार्ट गर्छु है त। पछाडि बस आउँदैछ, बसलाई जान दिउँ। एकचोटीमै स्टार्ट भएछ है। सो यहाँबाट चेक गर्छु, हेर्दै गर्नु होला है त। यतै भएर जानु पर्छ। 00 पार दिएको छु है। म लगभग 70-75 को स्पिडमा म कुदाउँछु हैन। 60 भन्दा माथि नै कुदाउने कोसिस गर्छु र 70-75 को 75 को स्पिडमा म त्यही बिचमा राख्छु र त्यही अनुसारले सो कतिको माइलेज निस्किन्छ, कतिको माइलेज दिन्छ है तपाईलाई भन्नेछु, तपाईलाई देखाइदिन्छु है त। दमक सिधा दमक जान्छु म नर्मली 70-75 को 80 सम्मको पुगाउँछु हैन। 80 सम्मको स्पिडमा म कुदाउँछु। कतिसम्म दिन्छ तर 80 को स्पिड कुदाउने यो बाटो जति छैन। नजिकमा चोक आइपुग्छ र पनि प्राय म 60 भन्दा माथि नै कुदाउँछु हैन। 80 को बिचमा कुदाउँछु, 80 पुर्याएर। अहिले 75 80 को स्पिड छ। कतिको माइलेज निस्किन्छ म 80 भन्दा माथि कुदाउँदिनँ हैन। यतिमा म टेस्ट गर्छु आज। 4 किलोमिटर पुग्दैछ, 4 किलोमिटर पुगिसक्यो र माइलेज कतिको छ, कतिको दिन्छ अहिले थाहा हुन्छ हैन। किनकि म पनि कन्फर्म छुइनँ। कम्पनीले 27 देखि 29 को माइलेज भनेको छ हैन, कम्पनीले क्लेम गरेको। सो आज थाहा भइहाल्छ हैन यो मेरो बाइकमा कतिको दिन्छ हैन। म यो भिडियो रेकर्ड गर्दैछु Insta360 X3 बाट हैन। सो एक्सन क्यामेराको तरिकाले एक्सन क्यामेरामा रेकर्ड गर्दैछु। सो भिडियो कस्तो आउँदैछ, कस्तो आउँछ अहिले थाहा हुन्छ हैन एडिट गर्ने बेलामा। सो भिडियो कस्तो हुन्छ यो पनि थाहा भइहाल्छ कि Insta360 क्यामेरा
लोकेसनको अनुसारले यदि रेकर्ड गर्यो भने चलायो भने कस्तो हुँदो रहेछ होइन। सो 11.45 किलोमिटरको पुगिसकेको छु। यो सिटीहरूले यस्तो धोका दिन्छ नि। एक त स्पिड कुदाउँदैन र स्पिड कुद्दैन पनि होइन, बिचमा आएर यस्तो ओभरटेक गर्न खोज्छ। अनि यो गौरीगञ्ज चोक पुग्यौँ होइन। गौरीगञ्ज चोक यो ठ्याक्कै 20 किलोमिटर पुग्यो यहाँसम्म। अब यो दमकतिर लाग्यौँ। यहाँ के को भिड भएछ। एक्सिडेन्ट भएको रहेछ। म चेक गर्दा स्कुटी गयो त नि पुरै। केमा लागेछ पुरै स्कुटी फुटेछ त। लाग्छ त्यो मान्छे गएको गएछ, के जानु। ए सिटीमा लान्छ। हुन चाहिँ केही भएन, चोट लाग्यो होला डेन्जरै होइन। स्कुटी चाहिँ पुरै गएछ। स्कुटी चाहिँ पुरै गएछ। त्यसको अगाडिको नक्सै चेन्ज भएछ पुरै। के आफै ठोकेछ? ओहो यहाँ टर्निङ छ नि त, त्यही भएर हो यस्तो पुलरमा लागेछ। ऊ यहाँ बसिरहेछ एक्लै होला। डेन्जरै भएछ। हेलो, टर्निङमा स्पिड चाहिँ कुदाउनु हुँदैन है। त्यो त आफैले बुझ्नु पर्ने हो नि त, आफैले जान्नु पर्ने हो नि त। टर्निङमा स्पिड कुदाउँछ, स्पिड कुदाएर अनि स्कुटीले कन्ट्रोल गर्न सकेन होइन, टर्निङ हुन सकेन। त्यस कारणले त्यो पिलरमा लागेछ क्या, साइडको पिलर हुन्छ नि जुन त्यसमा लागेछ क्या। तर स्कुटीको चाहिँ अगाडिको पुरै नक्सै चेन्ज भएछ। अगाडिको यो भागको यस्तैमा लाग्यो नि त, यस्तो साइडमा गएर लागेछ। अनि दाहिने भागको चाहिँ पुरै फुटेछ। टर्निङमा त स्पिड कुदाउनु हुँदैन नि त यार, सबैले थाहा छ। टर्निङमा कुदाउनु हुँदैन यार, सेफली कुदाउनु। बाइकमा बढी एक्सिडेन्ट हुने गर्छ होइन, अरूभन्दा पनि बाइकमा धेरै एक्सिडेन्ट हुने गर्छ। सो सेफली कुदाउनु। सिधा बाटोमा स्पिड कुदाउँदा त केही फरक पर्दैन नि त। र पनि कन्ट्रोल स्कुटीमा चाहिँ प्रायः कन्ट्रोल हुँदैन है। स्कुटीमा मर्दा कन्ट्रोल हुँदैन। यो कुरा चाहिँ सबैलाई थाहा हुनुपर्ने। स्कुटी चाहिँ किनकि स्पिड कुदाउने नै होइन क्या, स्कुटी बिस्तारै होइन। स्कुटीको मतलब चाहिँ यो बाइक कुदाए जस्तो कुदायो भने र फेरि त्यो पनि टर्निङमा अनि अप्ठ्यारो त भइहाल्छ। यस्तै त लडिहाल्छ नि। यस्तो पिलरमा लागेर कस्तो बेचारी चोट त डेन्जर लाग्छ। अहिले थाहा हुँदैन, भरे थाहा हुन्छ। 2-3 घन्टा 4 घन्टा पछि या त बिहानपल्ट थाहा हुन्छ। र अहिले जाडोको मौसम भएको भए होइन, त्यही मान्छेलाई थाहा हुन्थ्यो के भएको छ भने। जाडो मौसम हो, गर्मी छ अनि त्यतिको असर परेन होइन। अहिले त होइन बिहान थाहा हुन्छ त्यो पनि। सो त्यस्तै हो, सेफली कुदाउनु है त, सेफ राइड है। यो जीवन धेरै अमूल्य छ। 12 किलोमिटर कहाँ कुदाउँदैछ होला, बाउलै रहेछ। 33 किलोमिटरसम्म आइपुग्यौँ। सो अब अलिअलि फ्युल सकेको जस्तो हुन थालेछ। बाइकले हल्का धक्का दिन थालेछ है। कति 34.6 छ
पुगिसकेछ 34.8 को पुगिसकेछ। त्यो हल्का हल्का बेला बेलामा एकछिनमा त्यो तेल सकिएको तेल सिद्धिएको त्यो फिल दिन थाल्छ बाइकले है त। रोकिने जस्तै 35 को पुगिसकेको छु 35 किलोमिटर। अब चाहिँ अब सायद चल्दैन होला। कहाँसम्म चल्छ कहाँ रोकिन्छ हेरौँ त है। सो 36 किलोमिटरसम्म तानिसकेछ है। अब कहाँ रोकिन्छ त्यो अनुसारले अझै पनि तान्दैछ, रोकिएको छैन। 36.7 अझै पनि तानिरहेछ। 37 पुगिसकेछ होइन। 37 किलोमिटरसम्म आइपुग्यौँ। अब बन्द हुने जस्तो छ तर बन्द भएको छैन। अब लास्ट जहाँ बन्द हुन्छ त्यहाँनिर थाहा हुन्छ है त। चलिरहेछ अहिलेसम्म 50-55 को स्पिडमा। 38 किलोमिटरसम्म आइपुगेको छु होइन। सो अहिलेसम्म बन्द भएको छैन, बन्द हुन आँटेछ। सो बन्द त भएको छैन। अझै कति किलोमिटरसम्म कुद्छ, लास्ट कतिसम्म कुद्दैछ त्यसपछि त्यो रिजल्ट तपाईँहरूमा राख्नेछौँ। थर्टी 38.3 अब बन्द हुनेछ तर बन्द भएको छैन यसम्म। बन्द भयो है। सो यहाँबाट चेक गरौँ है त। अब यहाँ बन्द भयो। स्टार्ट भएछ, अफ भयो, स्टार्ट भयो, अफ भयो, अब हुँदैन। लास्ट यति हो। टोटल माइलेज दिएको छ 38.4 है त। लगातार 80 को स्पिडमा कुदाएँ होइन। लगातार 80 को स्पिडमा कुदाउँदा 38.4 को माइलेज दिएछ लास्ट होइन। सो यही हो, राम्रो दियो। कम्पनीले क्लेम गरेको भन्दा पनि धेरै राम्रो दियो है त। सो यतिको माइलेज राम्रै छ होइन। अब 400 सीसीको अनुसारले माइलेज धेरै राम्रो छ। अब कम्पनीले अब चेक गर्दा कम्पनीले क्लेम गरेको छ मात्र 29 सम्मको क्लेम गरेछ होइन। सो यतिको ठिकै छ, धेरै राम्रो छ। सो त्यस्तो चाहिँ आत्तिनु पर्दैन किनकि धेरै कम्ती दियो भने। र अब 100 कटायो भने स्पिड चाहिँ 100 कटायो भने सायद 30 सम्म दिन्छ होला। 30-32 सम्म दिन्छ होला मेरो अनुसारले। तर 80 को स्पिडमा यतिको चाहिँ धेरै राम्रो छ, ठिकै छ। र भिडियो कस्तो लाग्यो आशा छ मन पर्यो होला। भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। आजको लागि यति नै। हस् त, बाई बाई।